हिँड्दै आउनलाई 20 मिनट 25 मिनट लाग्छ कि होइन र। अब हरियाली पनि सुरु हुँदैछ। यिनी रुखहरू अहिले पात छैन, अब पात आउँछ यसमा। बसन्त ऋतु सुरु भयो, स्प्रिङ सिजन। फोटो भिडियो सबै हो। ल भयो। विश्वास कहाँ हिँडेको? ग्रीन गार्डन जस्तो पार्क, कति राम्रो ग्रीन। वाउ, नेचुरल ग्रीन भनेपछि मान्छेलाई यति फ्रेस हुन्छ माइन्ड। नेचरसँग रिलेटेड छ यो ग्रीन। आँखालाई दिमागलाई सबभन्दा मनपर्ने रङ ग्रिनै हो जस्तो लाग्छ है मलाई। प्राकृतिक हिसाबले पनि ग्रिन एकदमै इम्पोर्टेन्ट छ। रोक है रोक। लाइट पनि कसरी बनाएको छ भन्दा ग्रीन लाइट, रेड लाइट अनि येल्लो लाइट। ग्रीन लाइट भनेको गो पोजिटिभ, रेड लाइट डेन्जर अरे स्टप नेगेटिभ, येल्लो इल्ड जस्तो। यो ग्रीन पनि फेरि येल्लो हुन्छ त झर्ने बेलामा पात। सबै कलरको आफ्नो आफ्नो भ्यालु छ, आफ्नो आफ्नो सिग्नल छ, आफ्नो आफ्नो अर्थ छ। सबैको आफ्नो आफ्नो ठाउँमा काम छ। ग्रीन कलर नेचुरल कलर, नेचरको सङ्केत गर्ने कलर। यो यस्तो छ यो। अब यसमा हरियाली आउँछ। आऊ यो नर्थ वेस्ट पार्क हो हैन? यो नर्थ वेस्ट पार्क राम्रो छ नि। ल यहाँ राउन्ड लगाऊँ। कस्तो घुम्न डुल्नलाई कति राम्रो छ हेर। कहाँ गयो विश्वास? ए आयो। म त विश्वास ल ए त्यस्तै देखिने हो। नेपालमा तिजु यस्तै यस्तै देखिन्छ हैन? यो भुइँमा छन् नि यिनी तिजु के तिजु हैन र? तिजु भन्ने बिडी पत्ता भन्ने एउटै रहेछ त। बिडी पत्ताबाट त तिजु फल्ने त्यही बुटो हो क्या। यता हो है।
यिनीहरूले खानेकुरो खोजे नि हामीले ल्याइएन खानेकुरो यसको अर्थ त्यही हो जस्तो लाग्यो मलाई ए नगर त्यस्तो गर्ने होइन यिनीहरू झुक्काए जस्तो हुन्छ खानेकुरो भनेर दौड्यान् बिचरा आउँदाखेरि अलिअलि खानेकुरो ल्याउन पर्ने भयो अब ए नचलाऊ नचलाऊ पानीमा गयो पानीमा लगाएर कसरी पौडी खेल्छन् नगर नगर प्रति दुईटा खुट्टाले कति मजाले हिँडेका नि ल यो रुखमा चाहिँ बकुला छन् सेतै गुड बनाउन लाहन के गुड हेर यसरी देखिन्छ ए गुड नेस्ट यिनीहरूको गुड बनाउने बेला भएर रहेछ किन यो स्प्रिङ सिजन बसन्त ऋतु हो नि त बकुलाहरू रुखमा यहाँ सेतो सेतो बकुलाहरू सेतो के गर्न लाग्यो यसलाई यिनीहरूले गुड बनाइसकेछन् यसले गुड बनाउँदैछ जस्तो लाग्यो मलाई नजिकबाट हेर्न पर्यो यिनीहरूको एक्टिभिटी कसरी बनाउँछ गुड भन्ने कुरो गुड कसरी बनाइरहेको हेर मखेटा फैलाइरह यिनीहरूले बनाइसकेछन् गुड हेर कसरी बनायो यिनीहरूले गुड यिनीहरूले गुड बनाइसकेछन् यिनीहरूले बनाउने क्रममा छन् जस्तो लाग्यो लोक बाबा हेर्नु अब त्यो टर्टल भित्र डुबेको के दिनु टर्टल त्यो बिग वाला टर्टल अब त्यो बिग वाला टर्टल भागो पानीमा हेर्नु त्यो बिग वाला टर्टल अनि बिग वाला अनि हाम्रो
मेरो हात खान्छ या मैले टुहरू यो पनि भाग्छ होला नरिकवासी यो भागेन डराउनु न कस्तो डिजाइनको छ हेर न ए यता 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 पनि छन् कछुवा रोको 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 कता गयो खै ए यता ल ल फोटो खिच्छु त्यो खानेकुरा ल्याउनु पर्छ फेरि ए अझ डराउने होइन चाहिँ एकदम उ रहेछ मान्छेसित झिम्मेको यो त्यति नजिक जाँदा नि भागेको छैन नगर यो नजिक 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 त्यसको बच्चा हो कि के हो त्यो सानो उता कछुवा यही हो क्या फेरि गयो पानी जुक्छ ऊ निस्किरह है यति यहाँ कि कता गयो यसरी निस्किन्छ अनि यहाँ फेरि तल गयो ल हेर्नु बकुलाहरूको गुण बनाइ चलिरह गुण बनाइ कसरी बनाउने रहेछन् भनेर नानु आउ जाम छोरो हिँडे जाम घर बुवाले बोलाइरहनु भयो सेतो खाले हाँस पनि रहेछ है आमा ल यसलाई म फिनिसिङ गर्छु अब यो भिडियोलाई